बाबा नयाँ वर्षमा घुम्न जाने भन्नुभयो हैन? आज 2 गते भइसक्यो त हौ। कहिले जाने घुम्न? तैँले पनि त नयाँ वर्षमा A+ ल्याउँछु भनेको थिइस् नि, ल्याइस् त? लिएको छु त बाबा। हिजोको टेस्टमा A+ आएको छ मेरो। हो र? कुन टेस्टमा A+ आयो तेरो? ब्लड टेस्टमा बाबा। हिजो मम्मी र मेरो ब्लड टेस्ट गरेको, मम्मीको त B+ मात्रै आयो, तर मेरो त A+ आयो। देख्नुभयो बाबा, मेरो खुनमा A+ छ। तेरो बाउले भन्छ चुप लाग गधा। त्यसलाई A+ भन्छ, A+ होइन। तपाईलाई कसरी थाहा भयो? तपाईले पनि ब्लड टेस्ट गराउनु भएको छ र? ब्लड टेस्ट गर्नलाई ब्लड हुनु परेन? शरीरको सबै ब्लड तैले र तेरो आमाले चुसेर सकिसकिस्। अब त युरिन टेस्ट गरे त हो नि। ए मम्मी पनि आउनु भएछ। वेलकम मम्मी, वेलकम टु द शो। जय हनुमान ज्ञान गुण सागर, जय कपीश तिन लोक उजागर, रामदूत अति। यो के गर्नु भएको बाबा तपाईले? मन्त्र जप्दैछु नि, देखिनस्? किन जप्नु भएको त? मन्त्र त भूत देख्दा पो जप छैन र? हेर्न तेरो आमालाई, भूत भन्दा कम छ तेरो आमा। के रे? तिमी मर्यौ मेरो हातबाट अब। ऐसा मत करो मेरी जान। मम्मी, मामा माइजू आउनु भयो जस्तो छ। ढोका खोल्दिऊ? जा खोल्दे। बच्यौ तिमी। बेच्यौ तिमी। को रहेछ छोरा? मामा माइजू नै रहेछ? पखै म आउँदैछु। ओहो, मेरो भान्जाले पो ढोका खोलेको। कस्तो ज्ञानी भान्जा है। ज्ञानी नै छु मामा, म तपाई जस्तो होइन नि त। के भनिस्? त्यसरी बोल्छ मामासँग? नमस्ते गर मामा माइजूलाई। हे अस्तिकै वर्ष गरेको त हौ, कति गर्नु? फेरि गर। यो किन मातिएको यति साह्रो? केही छैन बहिनी, केही छैन। बच्चाहरू यस्तै त हो नि। बच्चा भनेर छोडिदियो भने त टाउकोमा टेक्छ नि भाउजू। बच्चा पनि के भन्नु हौ जेठानी? अहिलेदेखि नै मेरो बिहे गरिदिनु, मलाई साथी चाहियो भन्छ। यस्तोलाई के बच्चा भन्नु? के बोल्छ यो मान्छे फेरि? छाला चिलाउँदैछ हो तिम्रो? दाजु भाउजू किन त्यहाँ उभिनु भएको? आउनु न यता बस्नुहोस्। के लिनुहुन्छ तपाईहरू? चिसो तातो के ल्याऊ? मेरो लागि चिसो। मेरो लागि चाहिँ तातो है। भयो बहिनी छोड्दे, अहिले केही खानु मन छैन, पछि खाउँला। नयाँ वर्षको माहौल छ, यसो गफसफ गरौँ न सुरुमा। गफ नै गर्नु थियो भने फोनमा गरेको भए पनि भइहाल्थ्यो नि। यहाँ चाहिँ किन आउनु पर्यो त? स्याबास।